नमस्ते सबैजनालाई है। आज सानो वृद्धि देखिएको छ 7.50 को वृद्धिमा है। ल हेरौँ टेक्निकल्ली के छ बजार होइन। आज तपाईँको सुरुमा नै अलिकता राम्रो अङ्कको वृद्धि भइसकेपछि केही फल देख्न पाइयो होइन। त्यसपछि चाहिँ सामान्य उतार चढाव देख्न पाइसकेपछि चाहिँ तपाईँको लगभगै हाम्रो 12 बजेपछि भनौँ 12 बजेपछिबाट एक प्रकारको चाहिँ सेलिङ देखियो होइन। त्यसपछि कन्टिन्युअसली बजार चाहिँ पछिल्लो लोवर लो हुँदै चाहिँ मुनि मुनि आउने क्रम जारी भयो होइन। र आजको लास्ट 4 मिनट पछि चाहिँ तपाईँको चाहिँ प्राइसलाई चाहिँ बिस्तारै माथितिर पुस गरेको देखिएको छ होइन। अब इन्डेक्स वाइज हेर्ने हो भनेपछि चाहिँ तपाईँको सब इन्डेक्स हेर्ने हो भने ब्याङ्किङ इन्डेक्स आज थोरै अङ्कले वृद्धि भएको छ। ब्याङ्किङ डेभलपमेन्ट ब्याङ्क होइन र इन्भेस्टमेन्ट लाइफ इन्सुरेन्स, त्यसै गरेर माइक्रो इन्डेक्स, म्युचुअल फन्ड, नन लाइफ र अदर इन्डेक्स, त्यसै गरेर ट्रेडिङ इन्डेक्समा चाहिँ अलिकता केही वृद्धि देख्न सकियो भनेपछि आज सबैभन्दा वृद्धि हुनेमा म्युचुअल फन्ड, त्यसपछि भनेको हाम्रो माइक्रो फाइनेन्स इन्डेक्स र त्यसै गरेर नन लाइफ इन्डेक्स देखिएको छ। भनेपछि हाम्रो होटेल एन्ड टुरिज्म फाइनेन्स इन्डेक्स, डेभलपमेन्ट इन्डेक्समा चाहिँ केही गिरावट चाहिँ देखेको चाहिँ छौँ है त। र कुरा गरौँ आज 120वटा कम्पनीको लगानीकर्ताले कमायो भनेपछि 152वटा कम्पनीको लगानीकर्ताले चाहिँ केही गुमाएका छन्। लाइकवाइज 3टा कम्पनी हेर्ने हो भने त्यो 3टा कम्पनीका लगानीकर्ताले चाहिँ आज केही पनि नघाटा न प्रफिट चाहिँ जेनेरेट गरेका छन्। डोल्टी, जेबिएलबी र टिपिसी है। र लाइकवाइज अब आज भोल्युम हेर्ने हो भने 4.5 अरबको कारोबार भएछ होइन। र आजको टप गेनरको कुराहरू गर्ने हो भने सिकेएचएल, एफएमटिबिएल, पिओर र एमकेएचएलमा चाहिँ आज सबभन्दा धेरै भोल्युम टप गेनरमा परेका छन्। र त्यसै गरेर हामी लुजरमा हेर्ने हो भने सिआरओबिएल, एनआई, सिएफसी अनि भुजुङ, त्यसपछि एसबिडी87 र एसजिएससी चाहिँ सबैभन्दा टप लुजरमा चाहिँ यिनीहरू चाहिँ आएका चाहिँ छन् है। अब कुरा गरौँ टेक्निकल पोइन्ट अफ भ्यूबाट बजारमा किन्ने कि बेच्ने, के गर्दाखेरि चाहिँ बेटर रिजल्ट आउँछ। ल यसरी कुरा गर्दाखेरि चाहिँ हामीले के देखिरहेको छौँ विगतको डेटाबाट हेर्दाखेरि जुन यो 2530 को जोन छ र 2554 जुन एरिया छ, जुन डिमान्ड एरिया छ, त्यो डिमान्ड एरियामा आएपछि चाहिँ हामीले चाहिँ केही वृद्धि चाहिँ देख्यौँ होइन। र यो एरियाबाट फर्किन्छ भनेर पनि हामीले योभन्दा अगाडिको 2-4वटा भिडियोमा तपाईँहरूले हेरिराख्नु भएको चाहिँ छ होइन। अब यो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामी यसमा यो टाइममा चाहिँ किन्ने कि बेच्ने भन्ने कुरा धेरैको चाहिँ क्वेसन चाहिँ आएको छ। भिडियोमा भन्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ होइन, इभन पर्सनल्ली पनि सोध्नुहुन्छ। ल हाम्रो जुन त्यो किन्ने कि बेच्ने भन्ने सन्दर्भलाई चाहिँ लगेर मैले यो ट्रेन लाइन एउटा तानेको छु। यो ट्रेन लाइनलाई नोटिस गर्नुहोस्, जुन 2970 देखिको जुन एउटा लेभल छ र अहिले एउटा 2540 सम्मको जुन एरियासम्म आउँदाखेरिसम्म यो एउटा ट्रेन लाइन एज ए स्ट्रङ रेजिस्टेन्सको रूपमा चाहिँ काम गरिरहेको छ। जब जब यो एरियामा प्राइस आउँछ, जब जब यो ट्रेन लाइनलाई टच गर्छ, तब तब चाहिँ प्राइस चाहिँ तलैतिर रिजेक्ट गरेको चाहिँ छ है। अब हामीले 2600 को बजारबाट चाहिँ मार्केट फर्किन्छ, केही बाउन्स आउँछ भनेका थियौँ, नभन्दै बाउन्स आएको पनि हो होइन। त्यसपछि यो दिनमा कतिले कमाए होइन, किने भोलिपल्ट धेरै मान्छेले चाहिँ अब बजार बढ्छ भनेर धेरैले किनिसकेपछि पर्सिपल्ट खातामा आउन नपाउँदै जतिमा किन्नु भएको थियो त्योभन्दा तल त तपाईँले लसै बुक भइहाल्यो भनौँ होइन। र अब यही एरियामा हेर्दाखेरि यो कुरा र यो कुरा सिमिल्यारिटी नै हो। यो एरियामा नि आएपछि बाउन्स हुन्छ भन्ने नै थियो, आएको पनि छ र यो ट्रेन लाइनसम्म यो पुग्छ पनि है। तपाईँको यो ट्रेन लाइनलाई टच गरेर तलतिर पनि आउन सक्छ, होइन भने यही एरियालाई ब्रेकआउट दिएर यो ट्रेन लाइनलाई सपोर्ट बनाएर माथितिर जान थाल्यो भनेपछि बुझ्नु होला अब चाहिँ बजार थप माथितिर जान्छ भनेर बुझ्नुहोस् है। त्यसपछि चाहिँ हामीले यो एरियामा गएर किन्ने हो भन्न खोजेको मतलब यो एरियाबाट यो एरियासम्म जाँदासम्म त हामीले हेर्ने मात्रै हो त सर, केही न केही भए पनि कमाइ हुन्छ भन्ने तपाईँहरूको क्वेसन हुनसक्छ। हो हामीले यो एरियामा किन्ने चाहिँ हो, तर कसरी किन्ने भन्दाखेरि चाहिँ हामीसँग मानव 20 लाख रुपियाँ छ भनेपछि 1 लाखको चाहिँ किन्दै जाने एउटा पार्टिकुलर स्क्रिप्ट होइन। 20 लाखै चाहिँ यो एरियामा गएर किन्ने होइन, यो एरियामा गएर यसरी आएर तलतिर आइदियो भने के गर्नुहुन्छ होइन। ल इक्जाम्पलै हेर्नुहुन्छ भनेपछि यो जुन 20 लाख थियो मसँग, यो एरियामा मैले 20 लाख लगानी गरेँ
यो 20 लाखलाई लगेर फेरि अहिले यहाँ तल आयो भने तपाईँ त कम्प्लिटली लस भयो। हो त्यही केस चाहिँ हुनसक्छ भन्ने कुरा चाहिँ मैले तपाईँलाई गरेको है। अलिअलि 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 गर्दै जानुहोस् र यो एरियालाई ब्रेकआउट दिएर रिटेस्ट गरेर माथिको हाई ब्रेक गर्छ भने चाहिँ अलिकति एग्रेसिभ जान सकिन्छ। र फर्स्ट टार्गेट हाम्रो 2695 र त्यसै गरेर सेकेन्ड टार्गेटको कुरा गर्नुहुन्छ भने चाहिँ 2800 चाहिँ हाम्रो लागि चाहिँ सेकेन्ड टार्गेट चाहिँ हुन्छ है। र यो थियो टेक्निकल पोइन्ट अफ भ्यूबाट। अब सानो टाइम फ्रेममा गएर हेरौँ है के छ त हाम्रो अरू इन्डिकेटरहरूले चाहिँ केही बाई सेल भनिरहेका छन् कि छैनन् त्यो कुरालाई पनि हेरौँ। र सुरुमा यहाँ गएर मैले तपाईँलाई देखाउन खोज्दाखेरि चाहिँ यसले जुन लोवर लो फर्मेसन बनाएको छ होइन, आरएसआईमा हेर्नुहुन्छ भने चाहिँ हायर हाई फर्मेसन चाहिँ देखिराख्नु भएको छ। भन्नुको चाहिँ मतलब यसले बुलिस डाइभर्जेन्स चाहिँ क्रिएट गरिरहेको चाहिँ छ है। अब छिटै चाहिँ मार्केटमा चाहिँ पैसा इन्जेक्ट हुँदैछ होइन, पैसा चाहिँ अब बिस्तारै माथितिर जान थाल्यो भनेर चाहिँ एक प्रकारको चाहिँ यसले इन्डिकेट चाहिँ गरेको चाहिँ छ। र त्यसै गरेर एमएसिटी हेर्नुहुन्छ भने यसले क्रसओभर गरेर चाहिँ ल तपाईँहरू किनिहाल्नुहोस् भन्न सक्ने कन्डिसनमा यो छैन। तर पनि यसले के चाहिँ जेनेरेट गरेको छ भन्दाखेरि चाहिँ ल अब चाहिँ बिस्तारै चाहिँ यो हिस्टोग्राफ हेर्नु होला, बिस्तारै सुस्ताउँदै गएको चाहिँ छ होइन। हिस्टोग्राफ चाहिँ बिस्तारै सुस्ताइराखेको छ र यो ग्रिन ब्लू कलरको लाइनले चाहिँ बिस्तारै क्रसओभर दिन आँटेको छ भन्ने कुरा चाहिँ यसले इन्डिकेसन चाहिँ दिन्छ। भन्नु खोजेको मतलब चाहिँ सेलरहरू चाहिँ बिस्तारै सेलाइसकेका छन् र बायरहरू चाहिँ अलिकता एक्टिभ भएका छन् भन्ने एउटा इन्डिकेसन चाहिँ यसले दिएको चाहिँ छ है त। अब तपाईँहरूले जुन भिडियोमा कमेन्ट गर्नुभएको थियो होइन, हो त्यो कमेन्टको आधारमा चाहिँ म तपाईँहरूको एनालाइज गरिदिन्छु के स्क्रिप्टहरू भन्नुभएको थियो, म त्यो सबै हेरिदिन्छु होइन। ल अब हामी लागौँ अस्तिको हाम्रो भिडियोमा है। च्यानलमा गएर हेर्ने हो भनेपछि हाम्रो यो भिडियोमा थियो है। यहाँ गएर कमेन्ट गर्ने साथीहरूले सर बुङ्गल र बिएससिएलको गरिदिनुहोस् न इन्ट्री, पोइन्ट कुन बेटर होला दुइटैमा भन्नुभएको रहेछ होइन। ल विकास र बुङ्गल, ल विकास हेर्नुहुन्छ भने चाहिँ के भएको छ भन्दाखेरि एक लेभलको चाहिँ यसले जुन जोन थियो यो जोन होइन, यो जोनलाई चाहिँ कम्प्लिटली ब्रेकडाउन गरेर चाहिँ थप तलतिर आएको चाहिँ इन्डिकेसन चाहिँ देखिन्छ होइन। अब यसको लागि किन्ने जोन भनेको चाहिँ हाम्रो लागि यो एउटा जोन हुन आउँछ जुन यो जोनबाट चाहिँ अहिले ठ्याक्कै फर्केको चाहिँ छ है, यो एरियाबाट फर्केको छ होइन। अब तपाईँले किन्नुभयो भने चाहिँ यो एरियालाई चाहिँ स्टप लस चाहिँ अनिवार्य रूपमा राख्नु होला। 385 90भन्दा मुनितिर जान थाल्यो भनेपछि तपाईँले के बुझ्नु पर्यो भन्दा कम्प्लिटली एक्जिट, कम्प्लिटली स्टप लस। होइन भनेपछि यो एरियामा आउँदाखेरि अलिअलि अलिअलि गरेर तपाईँहरूले बिस्तारै एकुमुलेट गर्दै गर्दै जानु होला। ख्याल गर्नुहोस् कि यो तपाईँको एकदम नै सार्प फलिङ भएको छ, यो स्टेबल भएको छैन। स्टेबल भएर चाहिँ बिस्तारै माथि माथि जान थाल्यो अथवा यो एरियामा साइडेज बस्न थाल्यो भनेपछि तपाईँले बाई जोन भनेको 400 देखि लिएर 440 को जोनमा आउँदासम्म तपाईँले बिस्तारै एकुमुलेट गरेर माथिको लागि चाहिँ सेट गर्न सक्नुहुन्छ। र त्यसै गरेर टार्गेटकै कुरा गर्ने हो भने तपाईँको पहिलो टार्गेट आउँछ 590 को एरिया चाहिँ, यो चाहिँ तपाईँको चाहिँ फर्स्ट टार्गेट चाहिँ हो है। पहिलाको सपोर्ट बिकेम अहिलेको रेजिस्टेन्स है त। ल यो थियो हाम्रो। अर्को मलाई कुन भन्नुभएको थियो भन्दाखेरि चाहिँ ल बुङ्गल पछि बुङ्गल पहिला है। ल बुङ्गलको पनि सेम त्यही केस हो सर होइन। यसको लागि पनि यो एरियाभन्दा मुनितिर जान थाल्यो भनेपछि कम्प्लिटली एक्जिट। र बाई एरिया भनेको तपाईँको लागि चाहिँ यही एरिया हो 536 देखि लिएर 576 को जुन जोन छ हो, यो जोन भनेको चाहिँ तपाईँको लागि चाहिँ बाई एरिया हो। यो एरियामा आउँदाखेरि स्टेबल हुन दिनुहोस्, बिस्तारै जानुहोस्, एग्रेसिभ बाइङ नगर्नुहोस्। र स्टप लसको कुरा भनेको तपाईँले 545 भन्दा मुनितिर गयो भने चाहिँ स्टप लस गरिदिनु होला है। र त्यसै गरेर ओएमपिएल र जिबिएलबिएस, ल ओएमपिएलको कन्डिसन के छ त, ओएमपिएलले चाहिँ कम्प्लिटली आफ्नो स्टप लस हिट गराएको छ है। यो जुन एरिया थियो यो एरियामा चाहिँ तपाईँहरूले चाहिँ बस्नु भएको थियो भनेपछि कम्प्लिटली स्टप लस हिट गरेर थप तल आएको छ होइन। अब यो एरियामा हेर्नुहुन्छ भने यति राम्रो डिप फलिङ भइसकेपछि चाहिँ मार्केट केही सम्हालिन खोजेको छ होइन यो एरियामा। र यो एरियामा तपाईँहरूले सम्हालेर केही साइडवेज बस्न थाल्यो भनेपछि हेर्नु होला होइन। होइन भनेपछि चाहिँ यसमा इन्ट्री गर्न चाहिँ उपयुक्त चाहिँ छैन है। यसरी साइडवेज बसेर माथितिर जान खोज्यो भनेपछि तपाईँको लागि चाहिँ फर्स्ट टार्गेट भनेको यही 1088 देखि लिएर 1127 को एरिया चाहिँ तपाईँको लागि चाहिँ टार्गेट चाहिँ हुन्छ है। अर्को जिबिएलबिएस,
ल यसमा तपाईँहरूले इन्ट्री गर्नुहुन्छ भने सेफै छ होइन। यो एरियाबाट धेरै प्राइस चाहिँ बााउन्स भएर थप माथितिर गएको तपाईँहरूले यो टेक्निकल चार्टबाट नै हेरिहाल्नु भएको छ होइन। यो एरिया र यो एरियाबाट चाहिँ गएको चाहिँ छ। अब तपाईँले यसमा के गर्न सक्नुहुन्छ भन्दा यही हो तपाईँहरूको बाई एरिया होइन। बिस्तारै एकुमुलेसनको लागि हेर्नु होला। यो एरिया अझ मेजर कुराहरूलाई लगभग 700 देखि लिएर 730को एरिया भनेको तपाईँको राम्रो बाइङ एरिया हो है। यो एरियाबाट बाई गरेर तपाईँहरूले चाहिँ टार्गेटको लागि हेर्ने हो भने तपाईँले 850 चाहिँ तपाईँको लागि चाहिँ फर्स्ट टार्गेट चाहिँ हुन आउँछ है। यो 850बाट चाहिँ हरेकचोटि चाहिँ तपाईँको प्राइस चाहिँ के भएको छ भन्दाखेरि चाहिँ यसरी ड्रप भएको चाहिँ छ। हेर्नु होला, यहाँबाट ड्रप भयो, यहाँबाट पनि ड्रप भयो, यताबाट पनि ड्रप भएको छ, लाइकवाइज यहाँबाट पनि ड्रप भएको छ, यहाँबाट पनि ड्रप भएको छ र यो एरियाबाट पनि ड्रप हुन सक्ने सम्भावना धेरै छ। त्यही भएर तपाईँको फर्स्ट टार्गेट भनेको 837। लाइकवाइज तपाईँको स्टप लसको एरिया भनेको इफ यसले यो एरियाभन्दा मुनितिर जान्छ भने चाहिँ एक्जिट गर्दाखेरि चाहिँ सबभन्दा उपयुक्त हुन्छ। यो भनेको चाहिँ तपाईँको 670 भन्दा बिलो मुनि क्लोजिङ गर्यो भने चाहिँ बुझ्नु होला एक्जिट भनेर है। लाइन चार्टबाट हेर्ने हो भने अलिकता माथि देख्नुहुन्छ त्यो भनेको 80 भन्दा मुनितिर गएर क्लोज गर्यो भने चाहिँ एक्जिट है। ल यसै गरेर हामी लागौँ सिटी बाईको लागि है। ल सिटीले आफ्नो 52 विकको लो ब्रेक गरिसकेको छ। ख्याल गर्नु होला, यसमा इन्ट्री एकदम नै घातक हुनसक्छ है। यसले आफ्नो 52को विकभन्दा पनि मुनितिर आएर चाहिँ क्लोज गरेको छ है। एकचोटि इन्डिकेटर लगाएर नै हेरौँ होइन। हेर्नु होला, मुनि नै क्लोजिङ भएको छ होइन। तर प्राइस चाहिँ माथितिर स्टेबल भएको अलिक त्यही एरियामा देखिया छ है। तर यो एरियामा इन्ट्री चाहिँ एकदम नराम्रो हो होइन। तर यदि तपाईँसँग अलरेडी छ भनेपछि चाहिँ यो एरियालाई चाहिँ एज अ स्टप लस मानेर चाहिँ तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। यो एरिया भनेको इफ यसले 340 भन्दा बिलो क्लोजिङ गर्न थाल्यो भने चाहिँ आँखा चिम्म गरेर स्टप लस ठोक्नु होला होइन। र टार्गेटकै कुरा गर्नुहुन्छ भने चाहिँ 450 चाहिँ तपाईँको लागि चाहिँ फर्स्ट टार्गेट हुन चाहिँ आउँछ है। त्यो भनेको अगाडिको रिसेन्ट है। यो चाहिँ तपाईँको टार्गेट हो है। सिटीको केसमा यो एरियामा साइडवेज बस्न थाल्यो भनेपछि पनि तपाईँले बिस्तारै बिस्तारै इन्ट्रीको लागि चाहिँ हेर्न सक्नुहुन्छ। ल यो थियो होइन। लाइक सेयर सब्सक्राइब गर्नु होला, भ्युअरहरू बिस्तारै इन्गेज हुनु होला है। यो भइसकेपछि चाहिँ हामी बिस्तारै अगाडि बढौँला। टेक्निकल पोइन्ट अफ भ्यूबाट बजार यस्तो देखिएको छ। बाहिरी दुनियाँबाट चाहिँ अलिअलि हेर्नु होला, श्राउनहरू आएको छ होइन। बिस्तारै एकुमुलेसनतिर हेर्दाखेरि चाहिँ अझै पनि राम्रै देखिन्छ है त। ल धन्यवाद तपाईँहरू सबैजनालाई। जतिजनाले पनि हाम्रो भिडियो हेर्नु भएको छ सेयर चाहिँ गर्न नबिर्सिनु होला है त।